यो बारेर चाहिँ यस्तो बारेको थिएन कम्पिटिसन छ यहाँनिर यहाँनिर त हो त्यो पैसा दिनेको नाम लेख्नु भएन फोन गर्नुभएछ मैले फोन गरेको थिएँ ल आमा र भाउजूलाई आज यहाँनिर घुम्नु ल्याएको के लिनु तपाईलाई के रायो पाठै पाठा छ हौ कुनै कहाँ निको तिमीहरू ल बाख्री आमा र भाउजू गफ गर्दै उकालो हिँड्नु हिँड्नु थङमाङ लाङखेकमा नुइसकि 안치게가 맨치아노 निकै कला आयो नि हामी यहाँ तलदेखि ऊ यहाँ त्यो अराले त्यो कोप्चेमा निस्किन्छ ए हो तल जोडेको रहेछ ए उताबाट त पर निस्किन्छ होइन मेरो घुम्नु हिँडेको अरे गर्मी भयो अरे हावा खाँदै हिँडेको अरे आमा बाउ छोराछोरी ल है साथीहरू हामी त चिसो चिसो मौसममा हावा खानु निस्केको कति घरमा बस्नु आमा भाउजू भदैनी निस्केको पानी परेर शीतल छ घाम लागेको छैन घाम लागेको बेला त यो ठाउँमा त हिँड्नै सकिँदैन वाउ ताप्लेजुङको भ्यू ताप्लेजुङ बजार ल यहाँबाट यस्तो देखिन्छ है हामी यहाँ ताप्लेजुङ एफएममा पुगेको पहिला हामी यहाँनिर घुम्न आउँथ्यौँ यहाँ जङ्गल थियो अँध्यारो थियो अहिले त सबै फालेर उज्यालो भएछ ल हाम्रो सिलामसकमा जाने कि जाने ताप्लेजुङको डाँडामा सिलामसकमा छ अरे जाने कि जाने भन्नुभयो आज आमा भाउजूलाई ल्याएर आएको टिक्क पानी नि पऱ्यो शीतल छ अनि ल्याएर आएको यहाँ पुग्यौँ नि हामी चाहिँ यहाँनिर यस्तो बनाइसकेछ कस्तो लाग्यो सिलामसकमा राम्रो पो राम्री नारङ स्याङ्लो राम्री लाग्यो नाम्सेकेले र नुगा खोदाङबा लाउँदा रहेछ सिलामसकमा यहाँ छ यहाँदेखि चाहिँ माथि एउटा भाइरल डाँडा छ त्यो बाटो जाने चाहिँ यो रहेछ है गलेर गफ गर्दै हुनुहुन्छ आमा र भाउजू आमा र भाउजू उकालो लाग्नु भयो अब आज चाहिँ पानी परेर शीतल छ मलाई चाहिँ खै के हो यस्तै हजुर मलाई चाहिँ यस्तै मनपर्छ यस्तै ठाउँहरू मनपर्छ हरियाली भएको जङ्गल शीतल यस्तै ठाउँदी घुम्नु मन लाग्छ मलाई चाहिँ एकदम रमाइलो लाग्छ है साथीहरू यहाँनिर चाहिँ पुल तरेर जानुपर्छ टक 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 बुई हल्लिँदो रहेछ नि आमा मलाई भिडियो पर्दैन मलाई त कति राम्रो आउँदो रहेछ अब नजाने पछि के गर्नु हल्लिँदो रहेछ
पहिला गाउँदेखि आउँदाखेरि बजार आउँदाखेरि यस्तो फुलहरू कति तर्नु पर्छ पावल नभर हल्लेर हरे त्यही याद आयो अब अहिले त गाडी निस्क्यो माथि झुल्के डाँडा भन्दा यहाँ रमाइलो लाग्यो रे आमा अन्त यहाँ त शीतल हुन्छ माथि त टाढो पनि हो घाम लाग्यो हिँड्नु सकिँदैन यस्तो रमाइलो ठाउँ छ शीतल रमाइलो लागेको छ दुईजना आमा र भाउजूलाई यहाँ पिन पनि बनाएको रहेछ ल हो के छिरो 16 वर्ष उमेर आयो 16 वर्ष उमेरमा बिचमा जानु Nana myongen tanggalep mesuba asirot nana metame netsuwa. Hoigo. Ipun hariasi. Hoi atumbo. Nana. भाउजू कहाँ कति परे भयो आमा यहाँ तु जानु रे म चाहिँ यहाँ छु क्यामेराम्यान चाहिँ के हो म घुम्नु निस्किँदा जहिले सिमसिम पानी पर्ने अनि यस्तै हुसु लाग्ने मलाई यस्तै शीतल मन परेर मौसमले मलाई साथ दिएको हो कि क्या हो खै के हो मलाई त यस्तै मन पर्छ है यस्तै मौसम मन पर्छ शीतल पनि हुन्छ गर्मी टाइममा चाहिँ जाडो टाइममा चाहिँ सकिँदैन गर्मी टाइममा चाहिँ यस्तै मौसममा घुम्नु रमाइलो लाग्छ हेर्नु मलाई रमाइलो लाग्छ है साथीहरू तपाईहरु पनि यस्तै यस्तै मौसममा घुम्नु होला रमाइलो हुन्छ ल आइपुग्यौँ है हामी पनि आमा मान्छे कति भिड रहेछ यो बहिनीहरू त्यतिकै रहेछ नि उयो बहिनीहरू त्यतिकै रहेछ हामी चाहिँ यहाँ जाँदैछौँ है यहाँ भिडियो बनाउने फोटो खिच्नेको भिड भाड छ है म नि खिचिदिन्छु आमा र भाउजूको यहाँदेखि भ्यू चाहिँ यस्तो देखिन्छ है अब पुग्यो घर जानु ल अब आज यहाँ पुग्यो अब घरतिर हामी लाग्ने रमाइलो पुग्छ पनि अल्ल हिम्बु पेगिरो त्यहाँ माथि नि छ नि हिँड्नु सक्नुहुन्न ल उकालो जानुपर्छ जानु तीनजना पुगेर म च्याने च्यान छ हजुर बहिनी लु जङ्गे घरमा बोरम 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 बिरामी नभइकन सबैजना आमा र भाउजूले यहाँनिर गेस गर्नु सक्यो तरङ बनाउँछ अरे माङबा साग पेरेम्बा रोजके जोगो सिपाले लो पेरेम्बा लाग्थे साला आमा अस्ति होला नि बुवासँग आउनु भएको यहाँ त पाथिभरा क्याम्पस आसपास आइपुग्यो अब उहाँदेखि ओह्रालो जानुपर्छ यो बिजुलीको ए त्यो खोइ के बनाउनु खोजेको नि
लामे लाम जताते लामे लाम ल हामी चाहिँ डाँडामा माथि हावा खाएर पनि फर्किसकेको। एकजना भदैनी चाहिँ काम परेर अलिक छिटो जानुभयो। म चाहिँ यहाँ आमा र भाउजूलाई बिस्तारै घर लाँदैछु। अनि ओह्रालो बाटो साह्रो हुन्छ, हामी त तेर्सै बाटो हिँड्ने भनेर तेर्सै बाटो रोजेर हिँड्नुभयो। यस्तो घुमाउँदैछ अब यो रोडले गर्दाखेरि घुमाएर। अब हामी निस्किनु पर्ने उहाँ मुनि हो, यहाँनिर हाम्रो बाटो हो, यहाँदेखि सिधै तल हाम्रो घर हो। तर यो चाहिँ सिधा तेर्सो 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 यस्तो घुमेर आएर तल जानुपर्ने। यहाँदेखि सिधै ओह्रालो जाँदा त उयो बाटो छैन, यहाँ सानो सानो बाटो त छ, बुढी मान्छेहरू हिँड्न सक्दैनन्। अब बिस्तारै जाने काम त छैन घरमा, तैपनि कहिलेकाहीँ हिँड्नुपर्छ। अनि आमालाई चाहिँ कति घर बस्नु, कति घर के अरे बाहिर जाउँ भन्नुभयो नि। आज पानी नि बिहान परेर शीतल छ, घाम लागेको छैन है। अनि घाम लागेको बेला त यस्तो यो बाटो हिँड्न सकिँदैन गर्मीले। अनि पानी ठिक्क रोक्यो, त्यही भएर यहाँ आमा र भाउजूलाई चाहिँ ल जाउँ न त यसो हावा खानु भनेर यसो हावा खाँदै गफ गर्दै रमाइलो रमाइलो गफ गर्दै पुरानाका कुराहरू गर्दै गफ गर्दै हिँड्दैछौँ हामी चाहिँ। अब यस्तो घुमेर चाहिँ घरतिर पुगिन्छ है त। यस्तै यस्तै छ। अघि यहाँ माथिदेखि मैले भिडियो गरेको यहाँ पुगिसक्यो। ल अब आजलाई भिडियो यही इन गर्नुपर्छ होला। यहाँदेखि तल भिडियो गर्ने साध्य छैन।